हामीले यस्ता विकासहरू धेरै हेऱ्यौँ धेरै गऱ्यौँ तर गर्दा 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 आँखा टट्टै सक्यो विकास केही पनि भएन है न बाटो न घाटो न पानी न कुलेसो न किसानलाई मल न खाजा न बिउ काहीँ केही पनि भएन यहाँ मेरो यहाँ 6 रोपनी जग्गा छ अर्कालाई कमाउन दिएको छ हेर्नुहोस् यहाँ मल भने बेला मल छैन बल्ल बल्ल मल लिन गयो भने 5 किलो दिन्छ बल्ल बल्ल हेर्नुहोस् 5 किलो मल ल्याएर हामीले 20 रोपनीमा के गर्ने बुवाको घर चाहिँ कुन ठाउँमा छ ठ्याक्कै अहिले हामी कुन ठाउँमा बसेर कुराकानी गर्दैछौँ बुवा अहिले हामी यहाँ यो चाउथेमा बसेर कुरा गर्दैछौँ चाउथे है यो चाउथे भन्छ यसलाई चाउथे हो यो धुले पुल चाउथे अहिले म झन्डै 80 वर्ष हुन लागिसकेँ अहिले कतिचोटि भोट हाल्नुभयो अहिलेसम्म कति हाली हाल्दा बुढो भइसक्यो अहिलेसम्म काहीँ केही पनि भएन है भयो त के भने उहाँहरूले मात्रै खाने धोक्रो उहाँहरू मात्रै भर्ने हाम्रो पैसा लया छ जेमा पनि लया छ खाएको छ उहाँहरूले लगाएर पैसा लगाएर थुप्राएर सारा डन्डलो लगाएर घर सखापै बनाइदिनु भयो हामीले चाहिँ के सोचेको छ भने अब नयाँले चाहिँ केही गर्नुहुन्छ भन्ने हाम्रो आशा लागेको छ होइन उहाँले गर्नुहुन्छ भनेर लागेको छ हामी तमाम दुनियाँ समय दाजुभाइ दिदीबहिनी सबै हामी त्यतैपट्टि लागेका छौँ अहिले जय घन्टी